पछाडिको प्रोसेस चाहिँ यहाँ कुमको पोइन्टबाट यो पोइन्टबाट यस्तो गरेर पछाडिको भाग हल्का ओपन हुनु पर्यो है यसरी। त्यसपछि यो सिधा लाइन हुनु पर्यो यसरी। अनि हामीले यो लाइन चाहिँ यसरी तानिदिँदा भयो। यति नै होला पछाडिको पल्ला है। अब यसलाई चाहिँ हामीले फेरि काट्नु। गाइज अब चाहिँ हाम्रो पालो आउँछ तिराको। तिरा भनेको माथिको तपाईँको सर्टको पछाडि जसले पनि जोडेको भाग देखिन्छ, इङ्ग्लिसमा त्यसलाई योक भन्छ, सर्ट योक। त्यो चाहिँ हामीले कपडा जोगाएको छ नि त यताबाट, त्यही भएर यसरी काटिदिन्छौँ। यसरी नाप्ने है। यो र यो बराबर छ, अलिकति ठुलो भयो भने टेन्सन छैन। अनि यहाँबाट हामी जान्छौँ 4.5 इन्च, बच्चाको भएर 4 इन्च गयो भने पुग्छ। यसरी जाने 4 इन्च है, 2 इन्च होइन। यहाँ चाहिँ 1.5 इन्च राख्दा ठिक्क हुन्छ है। अनि यो भइसकेपछि यस्तो गरेर यहाँ चाहिँ घुमाउने है। त्यसपछि यो लाइन चाहिँ यो पोइन्टदेखि